बिहान गाउँमा सबै मानिस खेततिर जाँदै थिए। अचानक एउटा भैँसी जमिनबाट माथि उठेर आकाशमा उड्न थाल्यो। बच्चाहरू खुसीले कराए, वाउ, उड्ने भैँसी! तर ठूला मानिस डराए, अब के हुने होला भन्दै। टाढाबाट लुहितासुर हाँस्दै थियो। उसले म्याजिक पाउडर छर्केर गाउँमा हल्ला मच्चाएको रहेछ। माया खबर सुनेर तुरुन्त आइपुगिन्। उसले आफ्नो ग्रिन पावर एक्टिभेट गरिन् र ठूलो हावा कन्ट्रोल गरेर भैँसीलाई बिस्तारै रोकेर राखिन्। तर कथामा अर्को मोड आयो। भैँसीलाई उडेको देखेर गाउँका सबै कुखुरा पनि डाँडामाथि चढेर हाम फाल्दै उड्न खोज्न थाले। गाउँभरि कुखुरा समात्ने रमाइलो कियोस भयो। तपाईको गाउँमा पनि उड्ने भैँसी भए के गर्नुहुन्थ्यो? कमेन्ट गर्नुहोस्। मायाको अर्को एडभेन्चर हेर्न फलो, लाइक र कमेन्ट गर्न नभुल्नुहोस्।